राम्रो कामबाट पनि गर्न नचाहने र नराम्रो कामबाट पन्छिन पनि नचाहने
यस कुराको डाक्टर गर्न त्यहाँ लगायत 23 कैदीलाई बोरामा गोतेर भटभट बलिरहेको इँटा भट्टामा खसालिदिएछन्। फेरि 12 वर्षपछि त्यस घटनाको प्रमुख सांसद जस्तो गरिमामय पदमा आसीन व्यक्ति अहिले पक्राउ परेको छ। उनीहरूको पुष्टि अभियोगको पुष्टि होला या नहोला, तर यस्तो जघन्य अपराध गर्न भिलावर कृष्णले पनि ठुलो भूमिका खेलिरहेको हुन्छ। जुपिटरको संयुक्त निकायको धर्म यसरी देशना गर्नुभएको यो कृष्णलाई विचार गरी हेर्दा कृष्णको जननी अज्ञान अविद्या हो भनेर बुझिन्छ। अविद्याकै कारण चित्त भ्रम हुन्छ, जसलाई मोह, अन्धकार, प्रमाद, मिथ्या दृष्टि आदि संज्ञा दिएको छ। यसैका कारण राग, द्वेष, अभिमान जस्ता उपक्लेश र क्रोध, ईर्ष्या, मात्सर्य जस्ता उपक्लेशहरू उत्पन्न हुन्छन्। यी क्लेश र उपक्लेशहरूका कारण मानिसहरू आफू पनि दुःखमा जिउँछ र अरूलाई पनि सुखको आशामा वा द्वेषको प्रभावमा आफूलाई पनि अरूलाई पनि दुःख दिन तत्पर भइरहेको हुन्छ। भगवान बुद्धले यस शारीरिक सत्यको व्याख्यामा प्रत्यक्ष समुत्पादको पनि देशना गर्नुभयो। अविद्याका कारण संस्कार उत्पन्न हुन्छ, संस्कारका कारण विज्ञान उत्पन्न हुन्छ। तत्पश्चात क्रमशः नाम, रूप, सदायतन, वेदना, स्पर्श, तृष्णा, जन्म, जरा, व्याधि, मरण, शोक, परिदेश आदि दुःखहरू उत्पन्न हुन्छ। यो दुःख चक्र भव चक्रलाई तोड्न उहाँले विपස්සना ध्यान विधि पनि सिकाउनु भयो। हडबल हुने वेदना, हडबल आइरहने वेदनाहरूलाई स्मृतिपूर्वक निरीक्षण अवलोकन गरी कृष्ण पञ्चकाम विषयहरूको साक्षात्कार ज्ञान उदय भएमा अनित्य धर्म अनात्म ज्ञान उदय हुन्छ। भगवान बुद्धले यसरी पतित समुत्पादको पनि देशना गर्नुभयो। कृष्णयुक्त सुचित्त स्वभाव उच्छेद दृष्टि र शास्त्र दृष्टिमा रमाउने भएकाले यी दुवै अघिबाट टाढा रहनु भन्ने भगवान बुद्धले उपदेश दिनुभएको छ। संयुक्त निकायको धर्मसूत्रमा भगवान बुद्धले यस्तो भन्नुभएको छ, सब्ब अस्तित्व एक अन्त, सब्ब नस्तित्व द्वितीय अन्त, अर्थात् सबै छ भन्नु एउटा अन्त हो भने केही छैन भन्नु दोस्रो अन्त हो। यसरी नै अङ्कुतर निकायको महावाक्यमा भन्नुभएको छ, यो उपते विद्वान मध्ये मन्दार निपत्ति तत्पूर्वी महापुरुषो तिष्ठति सर्वनिमज्जगति। अर्थात् जो मानिस दुवै अङ्कहरूमा तासिँदैन, मध्यमा समेत तासिँदैन, उसलाई म महापुरुष भन्छु। उसले कृष्ण पार गर्न सक्छ। भगवान बुद्धले यी सत्यको अवबोधपछि नै बोधि ज्ञान प्राप्त गर्नुभयो। उहाँले यस कृष्णलाई अशेष रूपमा निर्मूलन गरी बोधि प्राप्त गर्नुभयो। उहाँको उद्गार यस प्रकार छ, ताङ्खो पनिगम दुःखम समुदय अर्य सत्य पहिनन्तमे भिक्खवे अनुनप्ते अनुसुतेषु धम्मेषु चक्षुरुत्पादि ज्ञान उत्पादि पय्या उत्पादि विद्या उत्पादि अलग उत्पादि। अर्थात् यसै प्रकारले हे भिक्षुहरू, कृष्ण नै दुःख समुदय आर्य सत्य हुन्। यसबाट कहिले नसुनेको मेरो ज्ञानमा आँखा खुल्यो, प्रज्ञा प्राप्त भयो, ज्ञान प्राप्त भयो, प्रकाश प्राप्त भयो र विद्या प्राप्त भयो। भगवान बुद्धको उद्गार सबै